हेलो नमस्ते चौबिसे च्यानल धरानमा यहाँहरूलाई स्वागत छ। आज चाहिँ हामी विजयपुर हस्पिटल यहाँ चाहिँ एउटा महत्त्वपूर्ण काम लिएर आएको थियौँ, जहाँ कि हाम्रो धरान उपमहानगरपालिकाको उपमेयर बिरामी भइसकेपछि चाहिँ यो विजयपुर हस्पिटलमा भर्ना हुनुभएको थियो अनि आज सायद तेस्रो दिन हुनसक्छ। अनि हामी चाहिँ उहाँलाई भेट्नको लागि आउँदैछौँ। विशेष गरेर हाम्रो कलाकार गरिमा डान्स सेन्टरको सहनृत्य निर्देशक हाम्रो बहिनी मन्जु राई अनि म सानो राजा थिएँ र हामी चाहिँ अब भेट्न जाँदैछौँ। फेरि मन्जु बहिनी फेरि दाजु बिना नहिँड्ने होइन। अनि यहाँनिर फलफुलहरू बोकेर यहाँनिर भेट्न जाँदैछौँ है। अनि यहाँनिर नमस्कार है छुनु बहिनी। अब हामी चाहिँ यहाँ आइसक्यौँ होइन। यहाँ यो साइडमा हुनुहुन्छ यता। नमस्कार नमस्कार है सबैलाई। र हाम्रो उपमेयर होइन महेन्द्र दाजु बिरामी हुनुहुन्छ। यो अवस्थामा मान्छेलाई दुःख पर्दाखेरि हो होइन, जस्तोसुकै परिस्थितिमा पनि भेट्न आउने। त्यही भएर नि हाम्रो गरिमा डान्स सेन्टरकी सहनृत्य निर्देशक अर्थात् कलाकार बहिनी मन्जु राई अनि म सानो राजा थियौँ। आज यो भेट उपमेयर हाम्रो आइन्द्र विक्रम देगाज्यूलाई भेट्नको लागि चाहिँ हामी उहाँको यो अहिले बेडमा सुतिराख्नु भएको छ होइन, यो अवस्थामा चाहिँ हामी भेट्न आएको छौँ है। अहिलेको यो अवस्था के कस्तो छ थोरै यसो जानकारी भने यो के छ। अब डिस्चार्ज गरिदिनुहुन्छ भन्ने पुरा विश्वास गरिरहेको हजुर ल शीघ्र स्वास्थ्य लाभको कामना। र यहाँनिर हाम्रो मन्जु बहिनी अनि लगायत हाम्रो यहाँनिर भेट्न आउने महानुभावहरू यसरी यहाँ मैले देखाइदिएको छु। मन्जु बहिनी अनि थोरै कुरा राखिदिनुहोस् न त। अनि तपाईँ भेट्न आउनुभएको छ होइन, कस्तो अहिले तपाईँलाई चाहिँ होइन कस्तो महसुस भइरहेको छ? यहाँको दुःख लागिरहेछ नि, कस्तो महसुस हुने त्यो बेला यो बेलामा होइन। अनि मैले सुनिरहेको थिएँ, अब मेरो पनि घरको स्थिति हो भने बिजोग छ, बुढी बोजू हेरेर अनि अथवा काम सकेर अनि मिङ्गा दाइलाई फोन गरेर बुझेर अनि भर्खर आएको। सर अलिक अलिक राम्रै हुन्छ त्यसो खुसी लाग्यो। तर खासै बोल्न आउँदैन मलाई त है। मलाई त्यो दुख्छ क्या। प्रायः युरिन इन्फेक्सन चाहिँ छोरी मान्छेलाई हुन्छ। अलिक सुनेको चिकित्सा भएको पनि छोरा मान्छेले कम हुन्थ्यो अरे। मलाई पनि थाहा थिएन। मलाई त्यो लाइन्सको काम कार्यक्रममा सरी हुँदै गर्दाखेरि पनि जोडले काम गरेर घाँस काट्ने के गर्ने बिरुवाहरू पनि अब अनि लास्टमा घर यो अर्को सुत्केरी भेटघाट कार्यक्रम बनाएको थिएँ क्या मैले। सुत्केरी पोषण कार्यक्रम अन्तर्गत भेटघाट कार्यक्रम बनाएको थियो। त्यो कार्यक्रम भेट्नु पऱ्यो भनेर हतार गरेको, बाइक स्टार्ट गरेको, रिङ्गटा चल्छ, पसिना दरदर आयो, लडुला जस्तो हुन्छ। अनि सास बढेको बढेको छ नि मेरो पालो घर मिलेला भने बाइक स्टार्ट गरेर हिँडेको नि। त्यसरी गरेर कुदाउनु भयो पुरा आएँ भएर यता बुद्ध चोक आएर जमुनाजीलाई छोडेँ, बाजेको निस्केँ, एकछिन फ्यान खाएँ, त्यहाँ त्यसो गर्दा पनि भएन। अनि राइस अरलमा गएँ, त्यहाँ गएँ, त्यहाँ पनि भएन। अनि घरै गएर अब जसरी सुत्नु पऱ्यो भनेर गएको। गोपालकोमा पुग्ने बित्तिकै त भुइँमै ए यसरी पो आउँदैछ अनि होइन आफै हल्ले क्या
सिरानी थियो त सिरानी दिएर सिरानी हुन्छ हामी गरेको हेलो तेरा उयो कटन राख्यो छैन कटन आउने हामी अहिले यहाँ छौँ म अनि पकाउनु पर्यो होइन यसले फेरि धेरै नै जस्तो लाग्छ यस्तो छ टेप राखिदिनु हेर्नु धेरै दाजुले फोन गर्नुभयो ए हुन्छ अब पुछपाछ गरेर हुन्छ अब टेप टास्क गर्दैन टेप टास्क हो त्यसो गर्छु निर्णय गरिरहेको छु टेप टास्क पुऱ्याउनु हुन्छ त्यसले प्याकेज त्यसरी निस्कँदा भोलि निस्किँदा भोलि निस्कँदा गाह्रो हो नि त भनेको त्यस्तो हो अनि भरे थाहा पाएको मेडिकल जाँदाखेरि चाहिँ अक्सिजनको मात्रा कम छ प्रेसर लो छ हस्पिटल जानुहोस् भने अनि यहाँ आउँदाखेरि चेक गर्दा युरिन इन्फेक्सन रहेछ गर्मी युरिनमा इन्फेक्सन त पानी कम खाना पनि हुन्छ हो प्रायः लेडिज मान्छेले हुँदो रहेछ क्या सुनेको मैले जेन्ट्सलाई चाहिँ कम हुँदो रहेछ तर गाह्रो पानी खानु अलिक कम नगर्नु न एकछिन ट्रान्सफर चल्दैन अनि आफै होइन अब हुन्छ किन जानुभएको छ अन्त लुगा दाइसँग फोन गरेको थिएँ यहीँ म त दिनरात यहीँ सुनि भन्दै हुन्थेँ क्या तर घर आएको कसो भन्नुहुन्थ्यो फोन गरेको थिएँ आज डिस्चार्ज गर्ने कन्फर्म भइसक्यो यो खुसीको कुरा हो हाम्रो धरान उपमेयर आइन्द्र विक्रम दाजु आज कति दिन भयो दाजु हिजो आज 2 दिनपछि डिस्चार्ज भएर घर जाँदै हुनुहुन्छ शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सम्पूर्ण आदरणीय महानुभावहरू 24 च्यानललाई माया गरिदिनुहोस् यहाँहरूको मायाले अझ होइन ऊर्जाशील अझ राम्रो राम्रो भिडियोहरू पोस्ट गर्न हामीलाई होइन एउटा माहौल एउटा यहाँहरूको प्रेरणा प्रशंसा हुनेछ च्यानललाई सब्सक्राइब लाइक सेयर गरिदिनु होला हस्त नमस्कार हामी पनि गरिदिन्छ नमस्कार